भएको थियो। मलाई यस्तो लाग्न थाल्यो कसैले मलाई त्यो रेस्टरुमबाट हेरिरहेको छ। कोही त्यो रेस्टरुमको ढोकानिर उभिएको छ, तर त्यहाँ कोही थिएन। मलाई थाहा थियो मैले त्यो कुराको बारेमा धेरै सोचेको भएर मलाई यस्तो भ्रम भइरहेको छ। म आफ्नो भ्रमलाई कम गर्न सक्दो प्रयास गरिरहेको थिएँ। त्यसपछि म आँखा बन्द गरेर कुर्सीमा बसिरहेँ। तर त्यसको केही मिनेटभित्रमै मेरो दाहिने हातमा एकदमै धेरै तातो महसुस भयो। मानौ यस्तो लागेको थियो कसैले तातो फलाम मेरो हातमा छुवाइदिएको छ। मलाई एकदमै पीडा भयो, जसको कारणले गर्दा म चिच्याउन पुगेँ। मैले वरपर राम्रोसँग हेरेँ, वरपर कसैलाई पनि देखिनँ। त्यसपछि म रेस्टरुमबाट बाहिर निस्किएर इमर्जेन्सी कक्षतिर दौडिन थालेँ। मैले त्यहाँबाट करिब 1-2 कदम मात्रकै अगाडि बढाएको थिएँ। पछाडिबाट कसैले मलाई बोलायो। म रोकिन पुगेँ र जब मैले पछाडि बिस्तारै फर्किएर हेरेँ, त्यो पोस्टमार्टमको ढोका अगाडि त्यही युवती उभिरहेकी थिए। उसको जलेको शरीर उस्तै थियो र उसले मतिर हेरेर मलाई बोलाउन खोजिरहेकी थिए। त्यो देख्दा मेरो त शरीरले काम गर्न नै छाड्यो। पाइतालादेखि खुट्टासम्म करेन्ट लागेको जस्तो महसुस भयो। के गरौँ कसो गरौँ भइरहेको थियो। त्यहाँबाट म दौडिएर इमर्जेन्सी कक्षतिर पनि जान सक्ने अवस्थामा थिएन, किनभने त्यो युवती मेरो एकदमै नजिक उभिएकी थिए। बिस्तारै मेरो आँखा अगाडि अन्धकार छाउन थाल्यो। त्यसपछि म बेहोस भएर त्यही लड्न पुगेछु। जब मेरो आँखा खुल्यो, म त्यही इमर्जेन्सी कक्षको बेडमा पल्टिरहेको थिएँ। मैले जब आफूसँग घटेको घटना साथीहरूलाई सुनाएँ, उनीहरू पनि निकै डराए। कति दिनसम्म त हामी रेस्टरुममा रेस्ट गर्न पनि गएनौँ। पछि मेरो नाइट ड्युटीबाट डे ड्युटीमा सिफ्ट भयो। बिस्तारै त्यो कुराबाट बाहिर निस्केँ। तर कति दिनसम्म मलाई त्यो सपना आइरहन्थ्यो। उसको आवाज मेरो कानमा गुन्जिरहन्थ्यो। त्यस्तो त्योभन्दा पहिला मलाई कहिले पनि भएको थिएन। त्यस्तो केसहरू मैले धेरै देखेको थिएँ। थाहा छैन त्यो युवतीको आत्माले मलाई किन सताइरहेको थियो। तपाईँहरूलाई यो घटना सुन्दा त्यति डरको महसुस नभए तापनि जुन मैले भोगेको थिएँ त्यो डर बेग्लै थियो। त्यो डरको महसुस सायद म लेखेर वर्णन गर्न सक्दिनँ होला। आज पनि जब त्यो घटना म सम्झन्छु, मेरो रौँ ठाडो भएर आउँछ। यो घटना हामीलाई पारसजीले सोलुखुम्बुबाट पठाउनु भएको हो। आउनुहोस्, उहाँले पठाउनु भएको यो डरलाग्दो अनुभवलाई उहाँकै पोइन्ट अफ भ्यूबाट